आजको फर्स्ट भ्लग चाहिँ हाम्रो यहाँ बेतना सिमसार भन्ने ठाउँ यो अगाडि पूर्व जाने बाटोतिर रहेको छ। अब हामी त्यहीजना हामी मसँग मदन भाइ, मन्दिर, केशु भाइ, हामी चारजनाको यात्रा अब चाहिँ सुरु हुँदैछ है त। ल गाडीमा बेतना सिमसारको लागि चाहिँ हामी गइसकेछौँ। मदन भाइ, म अनि हाम्रो मन्दिर भाइ छ। अब हामी आज चाहिँ बाइकमा किन नगएको भने अब बाइक त्यस्तै भयो, एउटा मात्र बाइक भयो, हामी चारजना भयौँ त्यही भएर होइन। अब हामी गाडीमै अझ बाइकमा नि तामाङ कल्चर रिलेटेड झन्डाहरू राखिएको छ। त्यसपछि हामीले चाहिँ यो लास्ट सिटमा आएर मैले लास्ट सिटमा हामीलाई लास्ट सिटमै मजा हुन्छ भनेर हामी लास्ट सिटमा आएर अहिले बसिरहेको छु। गाडी लागिसकेको छु होइन, तर यहाँ बस्दै रोकेको यक्ष हेर्न सक्नुहुन्छ। अनि हामी विराटनगरबाट अगाडि लागेको छौँ होइन। अनि हामी चाहिँ चारैजना भात नखाइकन त्यहीँनिर केही खाने भनेर अगाडि बढिसकेको छौँ। विराटनगरबाट हामी गाडी चढेर अब हाम्रो डेस्टिनेसन भनेको चाहिँ बेतना सिमसार हुनेछ। बेलबारी आइपुगेको छौँ र अब केही बेर पनि हामी बेतना सिमसार दिनेछौँ। बेतना सिमसार झरिसकेको छौँ होइन। अब हामी चाहिँ लाग्दैछौँ अगाडि क्या। अब जे होस् गाडीमा रमाइलो भयो, चिनजान भयो, भेटघाट भयो, विद्यार्थीहरूसँग साथीहरूसँग बनाइयो, साथीहरू बनाइयो। अब हामी आफ्नो गन्तव्यतिर जाँदैछौँ। पुगेर खाजा खाउँ भन्ने कुरा आएर हामी यहाँनिर खाजा खान आँट्दैछौँ गाइज। अब केही बेरमा हामी बेतना सिमसार गएर हजुरहरूलाई त्यहाँको सबै प्राकृतिक जति पनि बनावटहरू रहेको छ, प्राकृतिक जति सुन्दरताहरू रहेको छ सबै हामी देखाउनेछौँ। यहाँ आइसकेको छौँ अनि अब टिकट काटेर हामी छिर्नेछौँ। दाजु हुनुहुन्छ यहाँनिर गेटमा। हाम्रो चाहिँ ब्लग हो क्या यो, विज्ञान सुविधि भन्ने युट्युब च्यानलमा आउँछ। हामी चाहिँ यहाँ बेतना सिमसार अहिले छिरिसकेको छौँ होइन। हेर्न सक्नुहुन्छ यहाँका विशेषताहरू के छन् हामी देखाउँदै जानेछौँ। यहाँनिर छिर्ने बित्तिकै हाम्रो यो बस्ने कुर्सीहरू देखिएको छ होइन। अनि कस्तो मदन भाइ, कस्तो अनुभव भइरहेछ अहिले? रमाइलो अनुभव भइरहेछ। यो पहिला नि आएको ठाउँ हो, त्यही पनि अब फेरि दाइहरूसँग अर्कै रमाइलो भयो होइन। मनदीपलाई कस्तो भइरहेछ? अब हेरेमा घुम्न सकेको छ। अनि हाम्रो केशव भाइलाई कस्तो भइरहेछ? ल अब हामी यहाँबाट बेतना सिमसार भनेपछि यहाँ बोटिङ खेल्ने भन्दैछ यसले होइन। अब हामी के गर्छौँ, हामी घुम्दैछौँ, यो बाटोहरू हेर्नुहोस् त रमाइलो छ यहाँनिर। हामी जाँदैछौँ, अब हाम्रो भ्लग आउनेछ। सिमसारमा बोटिङ गर्दैछौँ होइन। अनि यहाँ मन्दिर भाइले चाहिँ यो के घुमाउँदैछ, मदन भाइ, केशव भाइ, म टिकट लिएँ त टिकट हेर्नु एकचोटि। टिकट हामीले लियो अरे बोटिङ गर्दैछौँ होइन। एकदम राम्रो सुन्दर शान्त ठाउँहरू लिएर बोटिङ गर्न अब जाँदैछौँ है गाइज। लाउनु भन्नुभएको थियो, म यो एकदम गाह्रो भइरहेछ होइन। मुन्टो फर्काउन पनि गाह्रो भइरहेछ। बोटिङ अगाडि पनि योभन्दा अगाडि पनि आएको थियो अरे। अनि म हाँक्छु भनेर पहिला गऱ्यो, फेरि सकेन। अनि अहिले चाहिँ हामी यसरी पाइडल मार्दै यो हेर्ने कन्ट्रोल गर्दै यहाँ गर्दैछौँ होइन। अनि यो यहाँ हेर्नुहुन्छ यो बेतना जुन सिमसारमा हामी आएर अहिले यहाँ बोटिङ गरिरहेका छौँ। जे होस् रमाइलो भइरहेछ। अब हामी यो आधी घन्टा 250मा आधी घन्टा टाइम रहेछ यो हाँसबालामा। अनि यो तर हामी कति खेल्छौँ थाहा छैन। त्यसपछि अब हामी यो लगत्तै लगत्तै हामी यो घुमेर केही फोटाहरू अथवा यहाँका केही भिडियोहरू पनि हामी यो भ्लगको बिचबिचमा हाल्नेछौँ। मिनट भइसकेको छ। अब हामी चाहिँ लगभग 6 मिनटमा अब हामी यहाँबाट झर्छौँ। हाम्रो आधी घन्टा मात्र टाइम हो। हामी अहिले बोटमै छौँ। त हाँसवाला बोट अलिक राम्रो हुन्छ भनेर मदन भाइले भनेको। यो फेरि झन् पेल्न यो पाइडल चलाउनै गाह्रो हुँदो रहेछ। पाला पनि घुमेर भने जस्तै यहाँ दुईजना हेर्नु त हो। यहाँनिर खेल्न आउँदैन त्यत्तिकै चाहिँ स्कुलको याद आयो मलाई चाहिँ होइन। ट्याक्कै चिप्लेटीहरू भयो यहाँनिर, पिङ, त्यसपछि यहाँनिर के जनावरहरू पनि थुनेको छ अरे भन्ने सुनेको थिएँ। अब यहाँ चाहिँ हेर्न जानुपर्छ हामी। जस रोडदेखि चाहिँ नजिकै रहेछ, यो मेन हाइवेदेखि नै महेन्द्र राजमार्ग नै हो सायद। योदेखि हाम्रो के छ नजिकै छ यहाँनिर। अनि यहाँनिर चिप्लेटीहरू खेल्दैछ हाम्रो यहाँ भाइहरूले यहाँनिर होइन। स्कुलकै झलको बेतना सिमसारमा चाहिँ यो
यहाँनिर पिङ्कहरू रहेको छ होइन। त्यसपछि बस्ने ठाउँहरू कस्तो राम्रो ताल हेर्न सक्नुहुन्छ। यहीँ दुईजना केटाकेटी मात्र पनि वहाँनिर खेलिरहेछन्, दुईजना मात्र। यहाँनिर त्यस यहाँ नेपालको झन्डाहरू राखेर यहाँ सजाइएको छ। यतातिर पनि अझै राम्रो प्राकृतिक सुन्दरताले भरिएको दृश्य रहेको छ। माछा कति रहेका छन् यहाँनिर छेउमा छ बसेर जोडीहरू बसेर खिच्ने फोटो। तर यहाँनिर सिङ्गल सिङ्गल पनि हामी अब खिचिरहेका छौँ, हाम्रो अब जोडी नभएको कारणले गर्दाखेरि। अनि त्यसपछि चाहिँ यहाँनिर नेपालको झन्डा लगाएर कस्तो मजाले सजाएको बाटो र यो जुन हामी मेन रोडबाट छिटेपछि उतापट्टि पनि उतातिर पनि हजुरहरूले म देखाउनेछु। उतातिर पनि त्यहाँ चाहिँ तपाईँको त्यो एउटा लप जस्तो राखेर त्यहाँ बस्ने ठाउँहरू बनाएको रहेछ, हामी हजुरहरूलाई देखाउनेछौँ। र दाजुभाइ उनीहरू अगाडि छन् भने म चाहिँ यहाँ पछाडि। अहिले चाहिँ हामी यहाँ बेतनाको जङ्गलमा आइसकेको छौँ। यहाँ पिकनिक खाने ठाउँहरू छ, यहाँ मान्छेहरू आएर पिकनिक सिकनिक खान्छन्, यहाँ रमाइलो गर्छन्। उता हेर्नु सक्नुहुन्छ यहाँ दुईजना जोडी बसिरहेछन्, मोबाइलको क्यामेराले भेट्टाएन। यति चाहिँ हेर्नु शान्त जङ्गल। यो चाहिँ सालको रुख हो, यो जुन चाहिँ हाम्रो पूजाहरूमा चाहिँ के अरे टप्परी बनाइएर प्रयोग गरिन्छ। भगवान्को एकदम राम्रो, भगवान्लाई एकदम राम्रो, झन् पितृहरूलाई एकदम राम्रो भनेर भन्छ। यो चाहिँ सालको रुख हो, सालको पातहरू यहाँ छ। यो यहाँ पिकनिक आएर बस्ने खाने ठाउँ एकदम रमाइलो रहेको छ। बाटो घुम्दै घुम्दै यहाँ आइपुगेको छौँ र यहाँ आउँदाखेरि चाहिँ तपाईँको यहाँनिर त्यही अहिलेको जुन पोखरी हामीले बोटिङ गरेको पोखरीको पानीहरू चाहिँ त्यो यहाँ आउने गर्छ। यहाँ पनि एउटा रुख अनि यो लपको सिम्बल भएको एउटा फोटो खिच्ने। त्यसपछि यो पुलमा घर जस्तो बनाएर टिनहरू लगाइएको छ, हेर्न सक्नुहुन्छ। यहाँनिर माछाहरू पाउँछ। अनि हाम्रो भाइहरू चाहिँ फोटो खिच्दैछ। अनि कहाँ हो तिम्रो घर? तिमीहरू सबैजना साथी हो? ए तिमी चाहिँ ठुलो छौ। तिमी कति वर्ष भयो? म 11 14 15। ल ठिक छ। हाम्रो भरे युट्युब विज्ञान सुवेदी युट्युब च्यानल है त? हजुर। त्यस्तो धेरै भिडियो हाल्दिनँ म, यो फर्स्ट भ्लग हो मेरो होइन। अरू मेरो त यस्तो ड्रोनहरूको भिडियोहरू के हालिरहेको हुन्छ क्या मैले चाहिँ, त्यो हेर न ल। होचो मान्छे कहीँ युट्युबमा देखेर कहीँ फेसबुकमा देखेर हो कि भनेर हामी चाहिँ भिडियोहरू खिच्न खोज्यौँ, भिडियो खिच्यौँ, उसँग चिनजान गऱ्यौँ। त्यसपछि हामी यहाँनिर यो केही जीव जन्तुहरू थुनेर जू जस्तो पनि यहाँ बनाएको रहेछ कि, त्यही हेर्न जाँदैछौँ यहाँ छ कि छैन भनेर। हामी हजुरलाई पनि देखाउनेछौँ। हाम्रो यात्रा जारी छ र अब हामी यहाँबाट निस्किएर खै कतै घुम्न जान्छौँ, जाँदैनौँ। त्यो चाहिँ त्यति बेलै हजुरलाई हामी जानकारी गराउँछौँ है त। चाहिँ नेपाली नाममा चित्तल, अङ्ग्रेजी नाम इन्डियन स्पोर्टेड डियर, वैज्ञानिक नाम एक्सिस सो सुकुना छ। सुकुना बहुमुखी क्याम्पस भनेको सौजन्य भनेको होला, यहाँनिर देख्न सक्नुहुन्छ। हामी चाहिँ हरिण भन्थ्यौँ के भन्थ्यौँ, उहाँनिर पनि छन् होइन। यहाँ चाहिँ एउटा दुईवटा तिनवटा चार पाँचवटासम्म यो चितुवा के अरे सरी हरिणहरू चाहिँ यहाँनिर रहेका रहेछन्। आँखा देख्दैन भनेर भनिन्छ, तर यहाँ दुईवटा बसिरहेका रहेछन् होइन। त्यसपछि यहाँ चाहिँ तपाईँहरू के हो कालिज होला है, कालिज खरायोहरू रहेको छ। यहाँनिर चाहिँ यो गिद्ध रहेको छ, दुईवटा गिद्ध रहेका छन् है। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ, यहाँनिर सानो मुसाहरू रहेका छन्, पानी जम्मा गरेर राखेको छ। यहाँनिर माछाहरू पनि छ होइन। तपाईँहरू यहाँ फुलबारी। अनि हामीले सोचे जस्तो यहाँनिर धेरै किसिमका जनावरहरू होलान् भनेर सोचेको त्यो चाहिँ रहेनछ। जस कम मात्रामै जनावरहरू रहेछन्, त्यति सोचे जस्तो रहन्छ। तपाईँहरू अब बेतना घुम्न आउँछु, जनावरहरू अलिक निकै हेर्न पाउँछु भन्ने सोच्नुभएको छ भने चाहिँ यहाँनिर नआउनु होला, किनभने यहाँनिर जनावरहरू त्यति छैनन्। तर पनि घुम्न ओर्ने यसो हावा खान आउनु। तर यहाँ आउँदा चाहिँ प्रायः जोडी भएर आउँदो रहेछन् क्या, बोयफ्रेन्ड गर्लफ्रेन्ड बुढाबुढी भएर। अब हामी त दाजुभाइहरू भएर आएका छौँ होइन। मेन गेटबाट छिरेर थियौँ, अहिले यता घुम्दै अब यो निस्किने गेटमा फेरि आउन आँट्यौँ। यहाँनिर यो हाँसहरू रहेका छन्। त्यसपछि यहाँ स्टोर रुम जस्तो रहेको रहेछ। यहाँ यी हरियाली जङ्गल, नेचरल ब्युटी खालको स्टाफ रुम, किचन रुमहरू रहेको छ। यहाँनिर यो अलिक अनौठो खालको बाँस, हेर्नु न अलिक विदेशी टाइपको बाँस, यो जुन तराईतिर पाइँदैन यस्तो बाँसहरू पनि यहाँ रहेको छ कि।
र यो नो स्मोकिङ एरिया यहाँबाट निस्किसकेको छौँ। अब हाम्रो यात्रा चाहिँ इटरी गएर इटरीको मुक्तिधाम भन्ने एउटा मन्दिर रहेको छ, त्यो मन्दिरमा हामी दर्शन गर्नेछौँ र यहाँको र त्यहाँको एकैचोटि हामी भ्लग बनाएर हजुरहरूलाई देखाउनेछौँ। गइरहेको छौँ इटरी जानुको लागि, सिट नपाएर उभिनु भइरहेछ। सिटमै बसेर इटरीतिर जाँदैछौँ। यहाँ चाहिँ मदन भाइ के छ? अब हामी इटरी र इटरी आएर चाहिँ अब हामी मुक्तिधाम भन्ने यहाँनिर एउटा मन्दिर सुन्दर रहेको छ। अब यसको हामी दर्शन गरेर त्यसपछि अरू पनि मन्दिरहरू रहेको छन् भने हामी यहाँ खोजेर अनि हामी विराटनगरतिर प्रस्थान गर्छौँ। मुक्तिधाममा छिरिसकेको छौँ। यहाँनिर चाहिँ एकदम हेर्न सक्नुहुन्छ, हेर्दाखेरि सुनै सुन जस्तो देखिने एकदम कस्तो राम्रो मन्दिरहरू रहेको छ। तलको दर्शन मुक्तिधामको तल रहेको दर्शन गरेर माथि चढ्दैछौँ। भनेको थियौँ मुक्ति क्षेत्र भनेर, यहाँनिर यसरी बिचमा राधा कृष्णहरू बसेर वरिपरि यसरी गोपिनीहरू देख्न सक्नुहुन्छ। यसरी राधा कृष्णहरू वरिपरि बसेर यहाँनिर गोपिनीहरूले उहाँहरूलाई प्रणाम गरिराख्नु भएको छ होइन। यो माथि सुन्दर दृश्य रहेको छ। त्यसपछि यहाँ बाहिर पनि एकदम माथिबाट देखिरहेको दृश्य यस्तो रहेको छ। यहाँ चाहिँ टिकट लिएर 40 रुपियाँ एकजनाको टिकट लिएर जाने चलन रहेछन्। जे होस् एकदमै भित्र सुन्दर राम्रो बनाएको रहेछ। यसरी गाई दुनु भएको, त्यसपछि माखन मिश्रीहरू खाएको, भोजन गरेको, यो सबै कृष्णका रास लीलाहरू, कृष्णका जति पनि ती रचेकाहरूलाई यहाँनिर राखिएको छ, बनाइएको छ। यहाँनिर यसरी सुदामाले वासुदेवलाई, यहाँनिर नन्द बाबालाई सबैहरू गरिएको छ। हामी चाहिँ यहाँनिर यो मुक्तिधामको बुढीघाटमा आइपुगेका छौँ। आर्यघाट जो मान्छे यहाँ मलामीजनहरू आएर लास जलाउने गरिएको हुन्छ, त्यहाँ जाँदाखेरि एकजना ठुलै व्यक्तिको आज देवासन भएको रहेछ र त्यहाँनिर 2 चोटि बन्दुक पनि अघि पड्काइयो होइन। त्यसै गरी त्यहाँ यसभित्र रहेको एउटा मन्दिरमा हामी चाहिँ दर्शन गर्न जाँदैछौँ र यहाँनिर विभिन्न देवताहरूको मूर्ति, हनुमानजीको मूर्ति, गणेशजीको मूर्ति यसरी राखेर यहाँ बनाइएको रहेछ। तना त्यसरी मुक्तिधाम दर्शन गरेर यो जुन बुढीगङ्गा घाट भनिन्छ, यो घाट पनि दर्शन गरेर अब यहाँबाट निस्किसकेको छौँ र हामी चाहिँ अब विराटनगरतिर जाँदैछौँ, अब जान्छौँ। र आजको भ्लग चाहिँ अब यहीँनिर सकिएको छ। फेरि अर्को भ्लगमा हजुरसँग भेट होला। हस् त, थ्याङ्क यू फर वाचिङ।